नमस्कार, मेरो नाम भुवन पटेल। म श्री दत्ताश्मी मोडेल सेकेन्डरी स्कुल पत्तरिया कैलालीमा क्लास 10 मा 10 आइटीमा पढ्छु र आज हामीले हाफ सर्किट बनाएका छौँ र यसलाई बनाउने मुख्य कारण चाहिँ हामीले अरिथमेटिक अपरेसनहरू प्लस माइनस डिभिजनलाई यसमा पर्फर्म गर्नको लागि सजिलो होस् भनेर यसलाई बनाएका छौँ र यसमा हामीले यसलाई कनेक्ट गर्नको लागि हामीले ब्रेडबोर्डको युज गर्नुपर्ने हुन्छ र ब्रेडबोर्डलाई चाहिँ दुईटा भागमा डिभाइजन गरेको छ। एउटा चाहिँ यो प्लस टर्मिनल भन्ने हुन्छ, यसको एउटा माइनस टर्मिनल भन्ने हुन्छ। यसमा प्लस र माइनस टर्मिनलमा हामीहरूले एलइडी लाइट र रेजिस्टरहरूलाई कनेक्टेड गरेर यस ब्याट्रीबाट पावर दिने गर्छौँ र बिचको वाला यो खाली भाग छ, यसमा हामीहरूले आइसीहरूलाई जोइन गर्छ। हामीहरूले एउटै होलमा आइसीहरूलाई राख्यौँ भने चाहिँ यो चाहिँ जल्न सक्छ, त्यसैले हामीले त्यसको आइसीको हाफ पिनहरू एउटा होलमा र अर्को हाफ पिनहरू अर्को होलमा जाने गरी हामीले यसको बिचवाला खाली ठाउँमा हामीले आइसीहरूलाई राख्नुपर्ने हुन्छ र हाम्रो हाफ सर्किट बनाउनको लागि रिक्वायर्ड मेटेरियल्सहरू चाहिँ यहाँ रहेका छन्। सबभन्दा पहिला चाहिँ हामीलाई 3वटा आइसीहरू चाहिन्छ, जसमा एउटा फर्स्टमा एक्सोर गेट, नट गेट र एन्ड गेट हो। नट गेटले चाहिँ हाम्रो बार बनाउने गर्छ, जस्तै ए इनपुट दियो भने हामीले यसलाई ए बार गर्छ र एन्ड गेटले चाहिँ दुईटा इनपुट हाई आएपछि आउटपुट पनि हाई आउने गर्छ। यहाँ हाम्रो हाफ सर्किटको सर्किट डायग्राम र ट्रुथ टेबल रहेको छ। यहाँ चाहिँ हाम्रो यो एक्सोर गेट हो र ए बी भन्ने इनपुट दिएका छौँ र एलाई बार बनाउनको लागि हामीले नट गेट युज गरेका छौँ र यो एन्ड गेट हो। यसमा चाहिँ हाम्रो ट्रु आउने गर्छ र यसलाई ए इनपुटलाई बार गरेर यहाँ ए बार भएको छ र बीलाई चाहिँ डाइरेक्टली एन्ड गेटसम्म जोडेर हामीले 3 पिनबाट आउटपुट लिनुपर्ने हुन्छ, जसमा चाहिँ यो ट्रु आउँछ र एक्सोर गेटबाट चाहिँ डिफरेन्स आउँछ र हाम्रो यता ट्रु टेबल रहेको छ। हामीले एबी भन्ने एउटा इनपुट दिएका छौँ र एबी दिँदाखेरि चाहिँ हाम्रो ट्रु र डिफरेन्स भन्ने हुन्छ र इनपुटमा चाहिँ 0 0 दियो भनेपछि प्रोमा पनि 0 र डिफरेन्समा पनि 0 आउने गर्छ र एमा 0 र बीमा 1 दियो भने चाहिँ प्रो र डिफरेन्समा 1 1 आउने गर्छ र एमा 1 र बीमा 0 दियो भनेपछि प्रोमा 0 र डिफरेन्समा 1 आउँछ भने दुईटैमा 1 1 दिएपछि प्रो र डिफरेन्स दुईटैमा 0 0 आउने गर्छ र यही कुरालाई हामीले यहाँ ब्रेडबोर्डमा जोडेर देखाउन गइरहेका छौँ। यसको लागि हामीले चाहिँ पावरलाई चाहिँ प्लस ब्याट्रीको चाहिँ ब्याट्री जोड्न गइरहेको छ। यसलाई चाहिँ हाम्रो यो प्लस भन्नेलाई चाहिँ यो प्लस टर्मिनलमा र माइनसलाई माइनस टर्मिनलमा जोड्नुपर्ने हुन्छ र हामीले यता प्लसलाई जोडे र यहाँ माइनसलाई जोड्न गइरहेका छौँ। यो चाहिँ हाम्रो ब्याट्री जोडिसकेका छौँ र अब यो चाहिँ हाम्रो ए रहेको छ, यो रातो तार चाहिँ ए हो र यो चाहिँ बी हो। अब हामीहरू यसलाई इनपुट दिन्छौँ र यता रिजल्ट चाहिँ यता आउँछ। यो चाहिँ ब्रो भने यो चाहिँ डिफरेन्स हो। एलइडी लाइट प्रयोग गरेर हामीले आउटपुट हेर्न सक्छौँ र पहिला हामी यसलाई यो माइनस टर्मिनल भनेको चाहिँ 0 हो र यो प्लस टर्मिनल भनेको चाहिँ 1 हो। त्यसैले हामी एलाई 0 दिन्छौँ र बीलाई 1 दिन्छौँ। बीलाई पनि 0 दिउँ। यहाँ रिजल्ट 0 0 आएको छ र एलाई 0 दिन्छौँ र बीलाई 1 दिन्छौँ। भिडियो बन्न अब हामी यसलाई इनपुट दिएर हेर्छौँ र आउटपुट हेर्ने छौँ र यो चाहिँ हाम्रो प्रो हो र यो डिफरेन्सको लागि हो र ए र बी भन्ने दुईटा इनपुट छन्। यो रातो तार भनेको चाहिँ ए हो भने यो चाहिँ हाम्रो बी हो र अब हामी यसलाई इनपुट दिन्छौँ। यो चाहिँ हाम्रो 0 हो र यो चाहिँ
प्लस भनेको चाहिँ हाम्रो यो 1 हो र एलाई हामीले 0 दिएका छौँ र बीलाई हामी 1 दिन्छौँ। बीलाई हामीले 1 दिएपछि दुईटै लाइट अन भएको छ, रिजल्ट आएको छ। ब्रोमा पनि 1 र डिफरेन्समा पनि 1 आएको छ र अब हामी यसलाई एलाई चाहिँ 1 दिन्छौँ, यो एलाई 1 दिन्छौँ र बीलाई चाहिँ 0 दिन्छौँ। 1 0 इनपुट दिँदा हाम्रो ब्रो 1 आएको छ र डिफरेन्स 0 आएको छ र अब हामी यसलाई बोथलाई 1 1 दिन्छौँ। एलाई 1 अलरेडी दिएका छौँ र यसलाई बीलाई पनि 1 दिन्छौँ। हामीले ए र बी बोथलाई 1 1 दिएका छौँ र रिजल्ट चाहिँ 0 0 आएको छ। ब्रोमा पनि 0 र डिफरेन्समा पनि 0 र अब हामी यो कसरी काम गरिरहेको छ यसमा हेर्छौँ हामी। पहिला चाहिँ हामीले यो प्लस र माइनस टर्मिनललाई चाहिँ पावर दिएका छौँ र यसलाई कनेक्ट गरेका छौँ। यो चाहिँ प्लसको लागि, यो चाहिँ माइनसको लागि र हामीले यो ए भन्ने इनपुट दिएका छौँ र यसलाई नट गेटमा लगेर बार बनाएका छौँ र नट गेटको 2 नम्बर पिनबाट चाहिँ हामीले एन्ड गेटको फर्स्ट पिनमा लगेर यसलाई कनेक्ट गरेका छौँ र यो एक्सोर गेटको बी भन्ने इनपुट चाहिँ हामीले डाइरेक्टली एन्ड गेटको बी भन्ने पिनसँग कनेक्ट गरेका छौँ र आउटपुट चाहिँ दुवैको 3 पिनबाट आउने गर्छ र यो चाहिँ हाम्रो एक्सोर गेटबाट आएको छ र यो चाहिँ हाम्रो एन्ड गेटबाट आएको छ। यो चाहिँ ब्रो र यो चाहिँ डिफरेन्स रहेको छ र हाम्रो यता चाहिँ हामीले यसलाई कनेक्ट गर्नको लागि हाम्रो यो ब्रेडबोर्ड चाहिँ 5 वटामा यो कनेक्ट हुन्छ र हाम्रो यो एक्स्ट्रा भएको हुनाले हामीले यसलाई कनेक्ट गर्नको लागि यो 5 वटा र यो 5 कनेक्ट गर्नको लागि यसलाई चाल्ने के भन्छ सर what is this? Thank you. धन्यवाद।